तीर्थान्त नित्यदम संकलेवरम कुशलेतर पाथेय भूतद्रोण यद्यव्यतम दैवना सात्तत सलवेनिक गुणा भक्तिपुरं प्रोत्साह तथा विवादरा केवलन यदार्मणा कुटुंब वर्णस्प याति जीवनता मिथुन सर्वं समपदम अवसानं लोकथा यावत्रियासनादय समस्तम सम्य पुनरात्रा ब्रजदर्शति हरि ओम तत्सत् श्रीगणपुराणे सारद्वारे यमयातनादि निरूपणं नाम तृतीय अतसी पुष्पसं कासं पीतवाससं हस्तमेन नमस्ते गोविन्दं नतेषां विदते वर्मानादिन धनो देव सङ्गतग्रगदाधर अक्षय्य पुण्डरीकाक्ष प्रेतमोक्षप्रदो भव प्रेतमोक्षप्रदो भव यो पाठ गरेका तेस्रो अध्यायमा अब गरुडजीले फेरि भगवानसँग अर्को प्रश्न गर्नुभयो, हे प्रभु, हे भगवान, हजुरले भनेका कुराहरू म सुनिरहेको छु। धर्म नै सबभन्दा ठुलो रहेछ, परोपकार सबभन्दा ठुलो कुरा रहेछ र सज्जनको सङ्गत गर्नु, सत्शास्त्र पढ्नु योग्य रहेछ, यो कुरा मैले जाने प्रभु। जुन प्रभुले भन्नुभयो पृथ्वीमा जन्मेका मानिसहरूले गरेको कुरा नरकमा कसरी